नमस्कार। बुवाको नाम के भयो बुवा? नेत्रबहादुर गुरुङ। नेत्रबहादुर गुरुङ पर्यो। तपाईँ चाहिँ सुरुदेखि यहीँ बस्नुभयो कि? सुरुदेखि ए जन्मै यहीँ हो। हजुर। यो किम्बुको खेती गर्नु भएको रहेछ। किबु किबु किबी 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 भन्छ होइन? यो किबी चाहिँ हजुरलाई कसले आइडिया दियो र बुवा? यो आइडिया त मलाई के कसरी दिएको पनि होइन। एउटा के यहाँ के नमुना बनाउनु पर्यो, एउटा नयाँ के खेती गर्नु पर्यो भन्ने मेरो विचार थियो। हजुर। त्यो टिभीमा दिइरहेको थियो, टिभी हेरिरहन्थेँ, टिभीमा दिइरहेको थियो र अनि पछि यसो के बुझ्दै जाँदा बिरुवा के मगायो भने पाइन्छ भन्ने भयो र अनि रामेछापबाट मगायो हामीले। हजुर हजुर। अनि यहाँ उहाँ रामेछापबाट यहाँ ल्याइदिनु हामीलाई के 360 जति लियो गाडी भाडा यहाँ त्यहाँनिर बिरुवा एउटा बिरुवाको। हजुर। लिएर अनि के हामीले लगायो 3.5 वर्ष भयो, 1.5 वर्षबाट फल्न लाग्यो। 1.5 वर्षबाट फल्दै रहेछ। 1.5 वर्ष एक दुई बुट्टामा फल्यो। हजुर। अहिले चाहिँ राम्रै के फसल आइरहेको छ। अच्छा भनेपछि 500 क्विन्टल बेच्नुहुन्छ कि? 500 क्विन्टल चाहिँ आउँछ। कति बोट छ यहाँ? मैले लगाएको 57 बोटमा 2 बोट मऱ्यो, 55 बोट। यो चाहिँ ठाउँको नाम के भन्छ बुवा? 3 बोट मऱ्यो। ए 3 बोट मऱ्यो। फेरि उत्पादन यही गर्न मिल्दैन यसलाई बा? हजुर उत्पादन यही गर्न मिल्छ। उत्पादन गर्न त मिल्छ, तर के आफू बुढेसकाल लाग्यो। अब छोराले केही चोइस, छोराहरूले केही चोइस गर्यो। नयाँ बिरुवा ल्याउनु पर्यो, अनि मैले भन्न खोजेको बुवालाई चाहिँ यो फसल चाहिँ कहाँ लगेर बेच्नुहुन्छ हजुरले? अब अहिले त हामीले कुनै उमा लगेको छैन, मार्केटमा लगेको छैन। ए हजुर हजुर। अनि यहीँ यो साल यहीँ कटायो मैले 3 किलोको 300 मा। हजुर। यहीँ कटायो। दिनमा के 8,000 10,000 रुपियाँको के 8-10 हजारको दिनमा कट्थ्यो। कट्थ्यो र के धेरै जसो के भरतपुर चितवनकै मान्छेले लग्यो। अस्ति नै आयो। यो ठाउँको नाम चाहिँ के भन्छ बुवा? बासपुर। बासपुर। ए त्यही। हस् धन्यवाद बुवा। हस् हस्। अनुदान त कहीँबाट ल्याउनु भएको छैन बुवा? ए अनुदान नल्याइकन गर्नु भएको छ। ए हस् हस् हस्।